नेपालीहरूको महान चाड बडा दशैं 2082 को यो पावन क्षणमा देश विदेशमा रहनुभएका सम्पूर्ण वैदिक सनातनी नेपाली बुवाआमा दाजुभाइ दिदीबहिनी बन्धु बान्धव इष्टमित्र हितैषी मित्रगण र मेरा शुभेच्छुकहरू सबैमा सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हालै देशमा आएको नयाँ परिवर्तनले देशमा शान्ति अमन चयन कायम होस् र समृद्धिको ढोका खुल्दै जाओस्, नेताहरूमा सद्बुद्धि पलाओस्, हरेक नेपालीको घर घरमा सुख शान्ति समृद्धि भित्रियोस्, जन जनमा खुसी हर्ष उमङ्ग र उत्साहको सकारात्मक ऊर्जा फैलिरहोस्। आदिशक्ति दुर्गाष्टमी माता देवी भगवती दुर्गा देवी को कृपा र आशीर्वाद सबैमा सधैँ मिलिरहोस्, सबैको कल्याण होस्। कल्याणमस्तु। या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। जय दुर्गे माता, जय विजयदशमी। नेपालीहरूको महान चाड बडा दशैं 2082 को यो पावन क्षणमा देश विदेशमा रहनुभएका सम्पूर्ण वैदिक सनातनी नेपाली बुवाआमा दाजुभाइ दिदीबहिनी बन्धु बान्धव इष्टमित्र हितैषी मित्रगण र मेरा शुभेच्छुकहरू सबैमा सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हालै देशमा आएको नयाँ परिवर्तनले देशमा शान्ति अमन चयन कायम होस् र समृद्धिको ढोका खुल्दै जाओस्, नेताहरूमा सद्बुद्धि पलाओस्, हरेक नेपालीको घर घरमा सुख शान्ति समृद्धि भित्रियोस्, जन जनमा खुसी हर्ष उमङ्ग र उत्साहको सकारात्मक ऊर्जा फैलिरहोस्। आदिशक्ति दुर्गाष्टमी माता देवी भगवती दुर्गा देवी को कृपा र आशीर्वाद सबैमा सधैँ मिलिरहोस्, सबैको कल्याण होस्। कल्याणमस्तु। या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। जय दुर्गे माता, जय विजयदशमी।